येले बिबाजीको बुङ्ग्या भोटो जात्रा या व्यवस्थापन तयारी बैठक चुङ्गुदो तयारी बैठक येला महानगरपालिका सभा हले बुधबार चुङ्गुखा महानगरपालिका प्रमुख चिरबाबु महर्जनिया सभानायक श्री चुकु ज्याजोले उपप्रमुख मञ्जली साक्य बज्राचार्य ललितपुरिया प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित प्रमुख प्रशासकीय अधिकृत गणेश अरियाल प्रहरी वरिष्ठ परीक्षक सिद्धि विक्रम शाह प्रमुख सेनानी केशर बहादुर बुढाथोकी कुठी संस्थानीय लय प्रमुख लक्ष्मण शर्मा काफले लगायत बोती दुगोखा यो वर्षको रथयात्रा एक किसिमले चाहिँ बाल चाहिँ बच गया एकदमै गाह्रो एकदमै साह्रो एकदमै अप्ठ्यारो हामी हेर्न जाने मान्छेलाई चाहिँ ढल्कियो कि त्यो त्यही बसेर हामीले चाहिँ बल प्राप्त गरे चाहिँ बस्नुपर्ने कि त्यसले गर्दा हेर्न जाने मान्छे पनि थकाइ लाग्ने हेर्दा हेर्दै एक किसिमले चाहिँ भनौँ न अब तानेको जस्तो गर्नुपर्ने खुट्टाले चाहिँ त्यहाँ बल लिइराखेको जस्तो प्रेसर लिइराखेको जस्तो त्यस्तो चाहिँ हुन गयो। तरै पनि हाम्रो गुठी संस्थानको हाकिम उहाँ नयाँ हुनुहुन्छ लक्ष्मण शर्मा काफ्लेज्यू उहाँ नयाँ हुनुहुन्छ। उहाँलाई पनि अब हुन त अहिले आजकल चाहिँ मतलब गुठी संस्थानको तर्फबाट उहाँहरूले त्यसको निमित्त चाहिने सामान दिनमा चाहिँ कन्जुसाइ गरेको छैन। तर आम जनतामा चाहिँ आम जनमानसमा एउटा कुरा चाहिँ के निस्किँदो रहेछ भने सामान थोरै दियो होला यसो त्यसो त्यसैले राम्रोसँग बनेन भन्ने किसिमको कुरा आउँदो रहेछ। तर त्यो चाहिँ होइन। त्यसको निमित्त गुठी संस्थानलाई धेरै धेरै धन्यवाद। राष्ट्रपतिको जात्रामा हामीले चाहिँ यो भोटो जात्राको व्यवस्थापन गर्ने हामी सबैको जिम्मेवारी र दायित्व अन्तर्गत हामी चाहिँ सहभागी भएका छौँ। अब यहाँ कसैलाई माग राख्ने अथवा कसैलाई पूर्ति गर्नुपर्ने विषय होइन। यो हामीहरूको सबैको सामूहिक जिम्मेवारी हो। यो जिम्मेवारीमा स्पष्टका साथ जुन एजेन्डा सहित आएको छ यो प्रत्येक निकायको प्रत्येक भूमिका र जिम्मेवारी जवाबदेहीतासँग किटान भएको छ। यहाँ रथयात्रा निर्माण गर्ने, रथयात्राको व्यवस्थापन गर्ने, त्यसलाई परिचालन गर्ने र गन्तव्यसम्म पुर्याएर त्यसको चाहिँ प्रदर्शन गर्ने र सम्माननीय राष्ट्रपतिज्यूको अवलोकन समाप्त भइसकेपछि मेन्नाथ समेतको व्यवस्थापन गरी कार्यक्रम समापन गर्नेसम्मका विषयहरू यहाँ विभिन्न भूमिका व्यवस्थापन भएको छ। तपाईको सलामीको लागि राख्ने टोली र भोलिन्टियरको लागि राख्ने टोली तपाईले सवारीको बेला हामी सलामी दिन्छौँ हाम्रो रिकग्निसन हुनुपर्छ भन्ने र सम्मानको लागि भन्ने एउटा पक्ष भयो भने अर्को पक्ष भनेको भोलिन्टियरको रूपमा व्यवस्थापनको लागि खटिने पक्ष भयो। यो दुईटा पक्षमा के हो तपाईहरु दुवैजनाको हामी सम्मानको लागि हाम्रो चाहिँ जत्रो यत्रो हामीले रथ तान्ने कामहरू गर्यौं यत्रो जात्रा व्यवस्थापन गर्यौं प्रत्येक गुठीको टोलीले चाहिँ रथ तान्ने काम गरे जुन हाम्रो गुठीहरू छ त्यो गुठीको त्यो संयोजकहरू या संयोजक पदाधिकारीहरूले हाम्रो स्थान पाउनुपर्छ भन्ने कुरा हो कि हामी स्वयंसेवकको रूपमा खटिँदाखेरिको कुरा हो। हाम्रो चाहिँ यो बिहानदेखि हामी चाहिँ अब आज बेलुकादेखि हामी चाहिँ त्यहाँ हामी काम गर्छौँ सेवा गर्छौँ। त्यहाँ चाहिँ पाकेटमा अलिकति बिग भुलीहरू चाहिँ हामी चाहिँ धेरै रुन आउँछ। हामी चाहिँ माइटिङ गर्ने केही हराएको मान्छेलाई भेटाउने सबै गर्दै हरेक केही घटना भयो भने हामी कहाँ आउँछ। त्यही कारण चाहिँ यो पाकेट मार्को लागि पनि अलिकति हेर्नुपर्ने अवस्था आउँछ। हामीले पनि अलिक पर्सहरू पनि भेटाएको हो। अब पैसा लिएर हुन्छ हामी बजार पनि छिरिरहेको हामीले 200 तान्जन जति हामी चाहिँ पैसा हुन्छ। कोही पर्स हराएको फालिरहेको पाकेट मारेर पर्स फालिरहेको त्यो पर्स ल्याउँछ अनि त्यो हेरेर हामीले त्यो लाइसेन्सहरू कागजहरू पनि हामी दिइरहेको छौँ। त्यस्तो काम गरिरहेको छौँ। र अर्को भनेको भट्टाजनहरूको छुटेको भट्टाजनहरू पनि अब उता अब छुट्यो भने उनीहरूलाई मिलाउने काम चाहिँ हामी काम गर्छौँ। म एकदम कृतज्ञ छु सबैले आफ्नो आफ्नो ठाउँबाट चाहिँ जुन टिमवर्क रहेछ या काम गर्न सहज नै फिल गरी जहाँ अब मेयर साहबले गर्नुपर्ने जुन समन्वय सुरक्षा निकायले दिनुपर्ने सिडिओ कार्यालयबाट ज्यापु समाजबाट सबैले दिएको एवं यथास्थितिबाट चाहिँ दिएको सहयोगलाई म एकदम कृतज्ञ गर्छु होइन। अनि त्यसपछि चाहिँ अब अरू कुराहरूमा त अब हामीले गर्नुपर्ने कुराहरू चाहिँ अब जुन व्यवहारगत रूपमा चाहिँ चिठी पत्रहरू गर्ने यावत कुराहरू चाहिँ गरिरहेको छु। एउटा कुरा चाहिँ म के अनुरोध गर्न चाहन्छु भनेदेखि यहाँ सबै अब विशिष्ट व्यक्तित्व हुँदाखेरि यो मैले साह्रै फेस गर्नु परेको दुःख चाहिँ के पर्यो भनेदेखि मलाई यो सामान जुटाउनु पर्दाखेरि यी सबै समीक्षा बैठक बसौँ र पहिल्यै चाहिँ यसको चाहिँ लै भनेर सरोकारवालाहरूलाई पनि
जस्तो अब उनीहरूले दिने प्रेसरहरू ती कुराहरू यावत जब गुठीलाई पनि प्रेसर दिउँ चाहिने कुरा टाइममा दिउँ भन्ने कुरा हाम्रो व्यवस्थापनको कुरामा कमजोरी भयो भने कुरा त्यो कुरा हामीले औँल्याइदिउँ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलले उपस्थिति ज्याउलाखेले फोटो जात्रा जुइटेंगुदु फोटो जात्रा लिसे थुक्सिया बुङ्दै जात्रा न कोचाई